भन्दाखेरि चाहिँ मलाई यस्तो भन्छ जम्मा यत्रो छ कि भन्दा के गर्नु कतिरहेको सलाद खान ल्याउँछ मेरो फेमस कैँची कति भने 40 इयर्स पुरानो हो मेरो बुवाले भाइको कपाल काट्न युज गर्नुहुन्थ्यो सो म अहिले चाहिँ प्लान्टको छाप्का त्यहाँदेखि सिमी बोडी टिप्नलाई चाहिँ युज गर्छु काँक्राहरू त खुब खाने जस्तो छ यसपालि अब मैले मल हाल्नुपर्छ अलि है सबै टिपिनु पर्ला त्यति राम्रो मेरो पहिला हुने जस्तो चाहिँ भएको छैन है अब पहिला चाहिँ अब फ्रेस थियो होला माटो अनि त्यही भएर होला अब आजकल चाहिँ अब माटो पनि पुरानो भइसक्यो भने मैले टन्नै कोकोपिटहरू हालिरहेको छु तर पनि भइरहेको छैन यो सिजन चाहिँ अब यत्तिकै हो भयो नेक्स्ट सिजनलाई चाहिँ म माटो चेन्ज गर्ने सोचिरहेको छु कतिको सामानले सबैतिर अलिक साफ हुन्छ स्ट्रबेरी चाहिँ मैले टिपिसकेको थिएँ यति 2टा मात्रै हो सायद पनि यो चाहिँ लास्ट हार्भेस्टिङ होला स्ट्रबेरीको यो घिसिमीहरू चाहिँ के हुन्छ आफ्नै लोकल होइन नि त यो हाइब्रिड किनेको बिउ भयो अनि अब एक लट फलेपछि आउँदैन कि खोइ अब त्यो त्यही होला बारीमा भए आउँथ्यो होला फलेको है अनि चाहिँ एक लट फलेपछि साग चाहिँ टन्नै खायो म साग टिप्नुको लागि चाहिँ आइरहनु जस्तो तर फर्स्ट टाइम टिप्दैछु किन छिपिसकेपछि भन्दाखेरि चाहिँ मलाई यस्तो भन्छ जम्मा यत्रो छ कि भन्दा के गर्नु कतिरहेको सलाद खान ल्याउँछ मेरो फेमस कैँची कति भने 40 इयर्स पुरानो हो मेरो बुवाले भाइको कपाल काट्न युज गर्नुहुन्थ्यो सो म अहिले चाहिँ प्लान्टको छाप